खुल्ला सत्रको अध्यक्षता गर्नुभएका यो कमिटीका अध्यक्ष कमरेड सुभाकर पाण्डे, हामीलाई यो अधिवेशनलाई निर्देशनात्मक बनाइराखिसक्नुभएका संगठनका सहायता सचिव कमरेड यो लुम्बिनी प्रदेशका इन्चार्ज कमरेड खेमराज शर्मा, पार्टीका आदरणीय नेता कमरेडहरू, केन्द्रीय सल्लाहकार परिषदका सदस्य कमरेड नरेन्द्र कुमार छेत्री कमरेड, पार्टीका नेकपा एमालेका यस जिल्लाका आदरणीय जिल्ला अध्यक्ष कमरेड पीताम्बर विशाल लगायत पार्टीका महत्त्वपूर्ण जिम्मेवारी विशेष जिम्मेवारी रहनुभएका अतिथि आसन गर्नुभएका सम्पूर्ण पार्टीका अतिथिगणहरू, संगठनका स्थायी कमिटी सदस्य, यो प्रदेशका सह इन्चार्ज कमरेड जीवन अधिकारी, लुम्बिनी प्रदेशका अध्यक्ष कमरेड सूरज खरेल, संगठनका केन्द्रीय सदस्य कमरेडहरू क्षितिज विक्रम खनाल, विनोद बस्नेत लगायत सम्पूर्ण केन्द्रीय कमिटीका सदस्य कमरेडहरू, विभिन्न पार्टी जनसङ्गठन र अन्य विभिन्न महत्त्वपूर्ण जिम्मेवारी हासिल गर्नुभएका र यो डेस्कमा अतिथि हासिल गरिराख्नुभएका सम्पूर्ण अतिथिगणहरू, यो 10औं जिल्ला अधिवेशनमा प्रतिनिधिको रूपमा आउनुभएका सम्पूर्ण प्रतिनिधि कमरेडहरू, उद्घाटन सत्रमा उपस्थित सम्पूर्ण पत्रकार बन्धुहरू र यो उद्घाटन सत्रलाई सफल बनाउनका सम्पूर्ण स्वयंसेवक र उपस्थित महानुभावहरूमा हार्दिक नमस्कार, हार्दिक अभिवादन टक्राउन चाहन्छु। करिब लामो राजनीतिको यात्रामा राष्ट्रिय युवा संघ नेपालको संगठनको दौडानमा अर्घाखाँची जिल्लामा आज उद्घाटन सत्र लगभग 3 बजीमै सिद्धिन्छ कि क्या हो? यो स्पिड जुन युवा मैत्री भावना, युवा मैत्री सोच जसरी वक्ताहरूले युवाहरूले काम गरेर देखाउने हो र अहिलेको समयको प्रेसर चापलाई ध्यानमा दिएर, खर्च व्यवस्थापनलाई ध्यानमा दिएर, अहिलेको वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा दिएर अर्घाखाँचीका युवाहरू एकजुट छौँ। तपाईँहरू छिटो कार्यक्रम गर्नुहोस्, एक दिनमा कार्यक्रम उद्घाटन र बन्द सत्र सिद्ध्याउनुहोस्। हामी घर फर्किन्छौँ, हामी व्यावसायिक छौँ, हामी पेसा व्यवसायमा छौँ, हामी कृषिमा छौँ, हामी राष्ट्रिय राजनीति बुझेको छौँ। त्यो कारणले नेताहरूलाई हामी एकजुट भएर कमिटी निर्माण गर्न सहयोग गर्छौँ। तपाईँहरू एकजुट भएर अगाडि बढ्नु भन्ने सन्देशका साथ यो अधिवेशन गएको मैले महसुस गरेँ। यो मानेमा यो राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँची जिल्लाको 10औं अधिवेशनको पूर्ण सफलताको शुभकामना भन्न चाहन्छु। आज नेपालको राजनीति, आज राष्ट्रिय युवा संघ नेपालको संगठनको दौडानमा अर्घाखाँची जिल्लाको 10औं अधिवेशनमा म यहाँ उपस्थित भइराख्दाखेरि नेपालको युवा आन्दोलनको विषय र नेपालको राजनीतिको विषय केही समीक्षात्मक ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। आज हामी यो देशको महत्त्वपूर्ण समयमा उपस्थित छौँ र नेपालको राजनीति आज तपाईँ हाम्रो जिम्मामा छ, तपाईँहरू हातमा छ र यो नेपालको राजनीतिको मुभमेन्ट आज धेरै महत्त्वपूर्ण समयमा आइपुगेको छ। राष्ट्रिय युवा संघ नेपालको इतिहासलाई छट्टोमा हेर्ने हो भने 46 सालको त्यो प्रजातन्त्रको स्थापनाको लडाइँमा, त्यो आन्दोलनमा योगदान दिनुभएका, नेतृत्व गर्नुभएका 46 सालका ती नेतृत्वकर्ता युवाहरूलाई समेटेर, प्रजातन्त्रका स्थापनाका धरोहरहरूलाई समेटेर 47 साल जेठ 1 गते हाम्रो संस्थापक अध्यक्ष, आज यो देशको राजनेता, हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष आदरणीय कमरेड केपी शर्मा ओलीज्यूको नेतृत्वमा 2047 साल जेठ 1 गते राष्ट्रिय युवा संघ नेपालको जन्म भयो। त्यो बेला तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल भनेर नामाकरण गरिएको थियो, प्रायः भन्थ्यौँ हामी। 47 सालबाट सुरु भएको राष्ट्रिय युवा संघ नेपालको जन्म आज हामी यो अवस्थासम्म आइपुगेका छौँ। मैले भनिराख्दाखेरि युवा आन्दोलन र राष्ट्रिय युवा संघ नेपाल र युवा आन्दोलनको जन्म 47 सालबाट मात्रै सुरु भएको भन्ने कदापि नबुझ्नु होला। युवा आन्दोलन र यसको जन्म, यसको इतिहास कम्युनिस्ट पार्टीको स्थापनादेखिको इतिहास समेटिन्छ।
चाहे एउटा त्रिचन्द्र कलेजमा पढ्दै गरेको सानो ठिटो केटो, जुन बेला पञ्चायती व्यवस्थाले, राणा शासनले एउटा सामान्य जनजीवन पनि बिताउन नसक्ने अवस्था, सामान्य परिस्थिति पनि बिताउन नसक्ने अवस्थामा जुन बेला गङ्गालालले 1997 सालमा इन्द्रचोकमा भाषण गरे र त्यो युवा आन्दोलनको नेतृत्वको पहिलो भाषण थियो, जसले नेपाली जनताले बोल्नु पाउनुपर्छ भनेर बोल्नु पर्ने अधिकारको पहिलो भाषण इन्द्रचोकमा गङ्गालालले गरे। त्यो त्रिचन्द्रमा पढ्दै गरेका कलिला युवालाई तत्काल हत्या गरिएर हाम्रो शहीद गङ्गालालको सरोदर भाइ पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेर युवा आन्दोलन अगाडि बढे। 2003 सालमा पनि हामीले कम्युनिस्टका युवा सङ्गठन खोल्यौँ, कम्युनिस्ट युथ अर्गनाइजेसन खोल्यौँ। 2007 सालमा पनि हामीले युवा सङ्गठनहरू खोल्यौँ। तर पटक पटक पार्टीको, कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध र युवा सङ्गठनमाथिको 2008 सालको चिनकाजीको नेतृत्वको न्यु रोडको घटनामा हत्या, हरेक कारणले हाम्रा सङ्गठनहरू छिन्न भिन्न हुँदै हुँदै आयो र 2047 साल जेठ 1 गतेपछि निरन्तर यो सङ्गठनले अहिलेसम्म जन्म पाएको छ र यहाँसम्म हामी आएका छौँ। यो छोटो इतिहास भन्दै गर्दा मैले किन इतिहास कटिराखेको छु, किन गङ्गालाललाई सम्झिन पुगेँ आज मैले यहाँ अर्घाजीमा आउँदाखेरि मैले 1997 को कथामा फर्किनु पर्यो। हामीले त्यो बेला कथा सुन्थ्यौँ 55 झ्याले दरबार छ भनेर, त्यो बेला कथा सुन्थ्यौँ नारायण हिँडी दरबार छ भनेर। एउटा जनताले 55 झ्यालबाट 56 झ्यालको घर बनायो भने राणाहरू आएर राजा आएर भत्काउँथे। तपाईँ हामी कुण्ठित भएर बस्नु पर्थ्यो। एउटा दरमागमा नारायण हिँडी दरबार थियो, त्योभन्दा अल्को घर बनायो भने भत्काइन्थ्यो। मैले भन्न खोजेको के हो भने 200-300 वर्ष यो देश सत्ता चलाइयो। 16th सेन्चुरी 16औं शताब्दीमा युरोपियन कन्ट्रीहरू विकास भए। अर्ली 17th सेन्चुरीमा 17औं शताब्दीमा अमेरिका विकसित भइसकेको थियो। यहाँ हामीले सुनेका जानेका विकसित राष्ट्रहरू जो भन्नुहोस्, इभन एसियाका जापानकै कुरो किन नगर्नुहोस्, 16औं 17औं शताब्दीमा विकसित भइसकेका थिए यी मुलुकहरू। जुन बेला हाम्रो देशमा राणाहरूले शासन चलाइरहेको देश, राजतन्त्र भएको देश, आज 200-300 वर्ष चलाउँदाखेरि किन यो देश यो अवस्थामा छ र आज देशको समीक्षा गर्नै पर्छ। मैले आज देशको वर्तमान परिस्थिति भन्नै पर्छ। आज यो देशको विकासको वर्तमान परिस्थिति भन्ने हो भने विकासको भर्खर डोजर चलाउँदैछौँ हामी। 300-400 वर्ष अगाडिको विकसित भइसकेको मुलुक र आज यो देश भर्खर हामी डोजर चलाउँदै मात्र छौँ भने यत्रो वर्ष पछाडि हामीलाई कसले धकेल्यो? बल्ल हामी हाइराइज बिल्डिङहरू, ठुल्ठुला हल्का भवनहरू देख्न थालियो। बल्ल हाम्रो काठमाडौँ बाहिर ठुल्ठुला घरहरू बन्न थाले। बल्ल समृद्धिको ढोकापले बल्ल रोडहरू बन्न थाले, बल्ल विकासहरू हुन थाल्यो। 62-63 जुन बेला हामी 62-63 जनआन्दोलनबाट राजतन्त्रलाई निकालेर हामीले फ्याल्यौँ, त्यो बेलासम्मको मैले डाटा हेरेको, त्यो बेलासम्म सडक जम्मा 12,000 किलोमिटर बनेको रहेछ। कुनै डेटामा 18,000 पनि देखाउँछ, तर सरकारको डाटामा 12,000 किलोमिटर सडक बनेको छ। तपाईँ हामी त्यो बेला राजतन्त्रको बेलामा अर्घाची हुँदाको अवस्था कस्तो थियो र आज म यो 2021 सालमा अर्घाची हुँदा अवस्था कस्तो छ? आज मात्रै आज सरकारी डाटा हेर्नु भने 1 लाख किलोमिटर प्लस सडक बनाएको डाटा छ भनेको यति चाँडो हामीले विकास गरिसक्यौँ। 34,000 सडक केन्द्रीय सडक बनेको छ भने 67,000 सडक स्थानीय सडकको रूपमा हामीले खनिसकेको अवस्था छ। मैले राजाको पालामा, राजतन्त्रको पालामा हेरेँ, जम्मा यो देशको जनताले 15 देखि 20% जनताले खानेपानी पिउन पाउने अवस्था थिएछ। खानेपानी जस्तो पिउन नदिने राजतन्त्र आज नेपाल सरकारले 95+ जनतालाई खानेपानी पिउन दिएको अवस्था छ भनेको जनताको अवस्था यसरी परिवर्तन गरेको छौँ हामीले। यति धेरै परिवर्तन गर्यो, शिक्षा, स्वास्थ्य, विकासहरू असाधारण परिवर्तन गरियो, तर हामीले आत्मसात गर्नै पर्छ। जनताले सोचे जस्तो द्रुत गतिको विकास गर्न नसकेको अवस्था हामी स्वीकार्नै पर्छ। त्यसो भए अब हामीले के गर्ने? अबको युवा आन्दोलनको गन्तव्य के हो? अबको हाम्रो एजेन्डा के हो? अबको हाम्रा मागहरू के हो? अबको युवा आन्दोलनको युवाका इस्युहरू के हो? एजेन्डाहरू के हो? र अब युवाहरूले गर्ने विषयहरू के हो?
धेरै टाढो नजाउँ। आज 10औं जिल्ला अधिवेशन अर्घाँचीमा गरिराखेको छ भने आज यो 10औं अधिवेशनमा गर्ने छलफलका विषयहरू के हुन् त? सम्पूर्ण वडाबाट 6 वडा पालिकाबाट आउनुभएका प्रतिनिधिहरूले आफ्नो पालिकामा के सन्देश लिएर 10औं महाधिवेशन लिएर जानुहुन्छ? आज राष्ट्रिय युवा सङ्घ नेपाल, जुन नेपालको युवा आन्दोलनको नेता सङ्गठनको रूपमा अगाडि बढेको छ, सम्पूर्ण 1.25 करोड युवाहरूलाई नेतृत्व गरेर सही मार्ग, सही निर्देशन दिएर सही ढङ्गले यो देशको समृद्ध नेपाल निर्माणको हातमा साथको भोलिन्टियर बनाएर अगाडि बढ्ने सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल। यो युवा सङ्घ नेपाल जसले आफूलाई सही ढङ्गले युवालाई अगाडि बढाएर देश समृद्ध बनाउन सक्छ भनेर नेतृत्व गरिरहेको सङ्गठन, यो देशको एक मात्र नेता सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला अधिवेशनमा तपाईँहरूको जिल्लाको एजेन्डा के हुने त? आजको राजनीतिक हामी मुख्य परिस्थितिमा छौँ, महत्त्वपूर्ण समयमा छौँ भने सुरुमै भने त्यो त के हो त? त्यसो भए हामीले कसरी समीक्षा गरेर अगाडि बढ्ने? किन मैले राजतन्त्रलाई चुस्त जोडेर पञ्चायतसम्म जोड्न पुगेको अवस्था छ? आज देशमा हामीले भने जस्तो, हामीले सोचे जस्तो नेपाली जनताको अवस्था, नेपाली जनताहरूको अर्थतन्त्र, नेपालको अर्थतन्त्र, नेपालीहरूको जीवन सहज ढङ्गले सञ्चालन गर्न नसकेको परिस्थिति स्वीकार्न पर्छ। आज युवाले भने जस्तो रोजगार दिन नसकेको अवस्था हामीले स्वीकार्न पर्छ। आज युवालाई हामीले सही भने जस्तो उद्यमीमा लान नसकेको विषय हामीले स्वीकार्न पर्छ। देशको अर्थतन्त्र त्यो ढङ्गले मजबुत बनाउन नसकेको अवस्था हामीले स्वीकार्न पर्छ। जनताको अवस्थाको परिवर्तन द्रुत गतिमा गर्नै पर्छ, यसको विकल्प छैन। त्यो कारणले आज केही जनतामा, केही युवाहरूमा नैराश्यता, फ्रस्ट्रेसन आएकै हो। यो अवस्थालाई अब हामीले परिवर्तन गर्नै पर्छ। के भनेको यी सम्पूर्ण जिम्मेवारी आज यो परिस्थिति र समाज, ग्लोबल युथ र आज विश्वका युवाहरूको अवस्था, तपाईँले मोबाइल खिचिराख्नु भएको छ, मोबाइल चलाइराख्नु भएको छ। आज ग्लोबल्ली युथ सूचना प्रविधिले, मोबाइल टेक्नोलोजीले, कम्प्युटर टेक्नोलोजीले, एआईले भन्नुहोस् या इन्फर्मेसनल टेक्नोलोजीले भन्नुहोस् या इन्टरनेटको दुनियाँमा आज संसारलाई एउटै डालामा राखेको छ। आज संसारको इकोनोमी कन्ट्रोल गर्ने म्यानहट्टन सिटीको अमेरिकाको कुरो गर्नुहोस् या आज सन्धि खर्कको युवाहरूले चलाएको मोबाइल हेर्नुहोस्, एउटै सफ्टवेयर छ, एउटै मोबाइल छ। तपाईँले आइफोन चलाउँदै हुन्छ आइएस सफ्टवेयर चलाउँदै हुनुहुन्छ, एन्ड्रोइड चलाउँदै छ भने एन्ड्रोइड सिस्टमै चलाइराख्नु भएको छ, केही फरक छैन। भर्चुअल्ली संसार आज ग्लोबली एउटा डालोमा राखिएको अवस्था छ। तर 400-500 वर्ष, 300-400 वर्ष अगाडि विकसित भएको मुलुक र आज भर्खर विकासको डजर चलाउँदै गरेको नेपाल एउटै डालामा छ। यो परिस्थितिलाई हामीले वस्तुनिष्ठ समीक्षा गर्न जरुर छ। पञ्चायतकालीन, राणाकालीन व्यवस्था र राजतन्त्रको कारणले आज हामी 300-400 वर्ष संसारबाट पछि परेको कुरो हामीले अवगत गर्नु, महसुस गर्नु, पछि पर्नु हुँदैन। जुन बेला संसार विकसित भएर अगाडि बढेको थियो त्यो बेला हाम्रो राणाकाल र राजतन्त्रले यो देशमा निरङ्कुशता मात्रै छाएको थियो र परिवारवाद मात्रै हाबी गरेको थियो। जन्मसिद्ध श्रेष्ठता, जन्मेकी राजा हुनुपर्ने, जन्मेकी उसलाई मान्नुपर्ने, गद्दीमा राखिदिनु पर्ने, कुनै काम गर्न नपर्ने, कुनै विकास गर्नुपर्ने, जनताको, देशको, राष्ट्रको राष्ट्रियताको कुनै काम गर्न नपर्ने, कुनै पनि दर्बिलो अर्थतन्त्रको काम गर्न नपर्ने। जब हामीले 62-63 बाट यो देशमा लोकतन्त्र ल्याइयो, देशमा गणतन्त्र ल्याइयो र 2064 सालको पहिलो संविधान सभाको निर्वाचन र 2070 सालको दोस्रो संविधान सभाको निर्वाचन पछाडि 72 साल फागुन 5 गते यो देशमा जनताकै अभिमतबाट, जनताबाट देशको संविधान निर्माण गर्न सफल भयो। र आज लोकतान्त्रिक गणतन्त्र नेपालको नेतृत्व यो देशको जनताहरूले, यो देशको युवाहरूले, यो देशका नागरिकहरूले, यो देशका व्यक्तिहरूले गर्न अवसर पाए। र आज यति छोटो परिस्थितिमा आज हामी देशको अर्थतन्त्र रोपेर अगाडि बढिराखेको छौँ, बिउ रोपेर अगाडि बढिराखेका छौँ, समृद्ध नेपाल निर्माणको कल्पना लिएर अगाडि बढिरहेका छौँ। छोटो समयमा विकास, भौतिक विकासहरू असाधारण गराइसकेको छ र अझ अबको हाम्रो भनेको दिगो विकास हो, दिगो शान्ति स्थापना हो, समृद्ध नेपाल निर्माण स्थापना हो, सुशासन, न्याय
न्यायिक जीवन बिताउनका लागि, सुशासन प्राप्त जीवनको लागि, समाज रूपान्तरण गरेर अगाडि बढ्ने हाम्रो परिकल्पना हो। त्यही कारणले आज तपाईँ हामीले यो जिल्लाको अधिवेशन गर्दै गर्दाखेरि यो जिल्लाका युवाहरूलाई दिने सन्देश यही हो महत्त्वपूर्ण। आज नेकपा एमालेबाट जितेका जनप्रतिनिधिहरू, मलाई लाग्छ यहाँ पक्कै जनप्रतिनिधिहरू पक्कै आउनु भएको छ। हाम्रो वडा अध्यक्ष एमालेबाट जितेको वडा अध्यक्ष र अरू पार्टीबाट जितेको वडा अध्यक्षको फरक हुनु पर्यो कि परेन? नेकपा एमालेबाट जितेको मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अरू पार्टीबाट जितेको जनप्रतिनिधिहरूको बिचमा फरक हुनु पर्यो कि परेन? राष्ट्रिय युवा संघ नेपालको नेता र अरू तरुण दल वैश्यको नेतामा समाजमा देख्दाखेरि भिन्नता पाउनु पर्यो कि परेन? नेकपा एमालेको नेतृत्व र अरू पार्टीको नेतृत्व बजारमा, समाजमा, जिल्लामा हुँदाखेरि फरक हुनु पर्यो कि परेन? अवश्य हुनु पर्यो। त्यही हो हाम्रो परिचय। किन फरक हुनु पर्यो? कसरी फरक हुनु, कसरी फरक पाउने? हाम्रो पालिकाका प्रमुखहरू, उपप्रमुखहरूले जुन ठाउँमा नेकपा एमाले जितेका जनप्रतिनिधि छन् त्यहाँनिर उनीहरूको पहिलो एजेन्डा हुनुपर्छ कसरी त्यो वडाको, त्यो पालिकाको अर्थतन्त्रलाई दरबिल्लो बनाउने, कसरी आत्मनिर्भर बन्ने, कहिलेसम्म सङ्घीय सरकारको अनुदानले पालिका चलाउने र कति वर्षको टार्गेट राखेर हामी त्यो पालिकालाई आत्मनिर्भर बनाएर अगाडि जान्छौँ कि त्यो भएको सङ्घीय सरकारले दिएको अनुदानबाट चलिहाल्छ, बाँकी देखाइ जग्गामा चलिराखेका छौँ। अब त्यो सम्भव छैन। त्यसो भए आज हाम्रो एजेन्डा भनेको अर्घाखाँचीको समृद्धिको एजेन्डा हो। सबैभन्दा पहिलो युवाहरूको एजेन्डा हो। युवाहरूको अधिवेशन छ भने आजको युवाहरूको पहिलो एजेन्डा भनेको अर्घाखाँचीको जिल्लाहरूलाई उद्यमी बनाउने एजेन्डा महत्त्वपूर्ण छ। आज देशको प्रमुख समस्या भनेको बेरोजगार हो भने त्यसको प्रमुख समाधान भनेको उद्यमशीलता हो र राष्ट्रिय युवा संघ नेपालले स्पष्टसँग भनेको छ आज हामी देशभरका युवाहरूलाई आत्मनिर्भरताको अभियानमा लिएर अगाडि बढेको छ र उद्यमशीलताको अभियानमा लिएको छौँ। अब एक सम्पूर्ण युवालाई हामी उद्यमी अभियानमा लानेछौँ र 3 वर्षमा 3 लाख उद्यमी जन्माएर कम्तीमा पनि 20 देखि 50 लाख युवाहरूलाई रोजगारी प्रदान गरेर देश र समृद्ध नेपाल निर्माण बनाउने पहिलो नेतृत्वको काममा राष्ट्रिय युवा संघ नेपालले अगाडि बढ्छ र त्यसमा आज अर्घाखाँचीका सम्पूर्ण युवाहरूलाई कसरी आत्मनिर्भर बनाउने, एग्रिकल्चरमा कसरी उद्यमी बनाउने, पर्यटनमा कसरी उद्यमी बनाउने, विभिन्न क्षेत्र हब्समा, विभिन्न खाले क्षेत्रमा जहाँ जसरी जुन परिस्थिति छ त्यही परिस्थितिलाई कसरी उद्यमशीलतामा जोडेर युवाहरूलाई हामी बेरोजगारीको अन्त्य गरेर समृद्ध नेपाल निर्माणमा जब युवाहरू समृद्ध हुन्छ, जब युवाहरू आत्मनिर्भर बन्छ, तब मात्रै यो देश समृद्ध बन्छ भनेर हामीले अगाडि बढेका छौँ भने समृद्धको अभियानमा, आत्मनिर्भरताको अभियानमा, उद्यमशीलताको अभियानमा जानेछ र आज यो अधिवेशनमा भन्ने छ अर्घाखाँचीका युवाहरूलाई उद्यमी बनाउनेछौँ, आत्मनिर्भर बनाउनेछौँ। पहिलो एजेन्डा यही नै हो भन्ने मेरो शुभकामना भन्न चाहन्छु। सँगसँगै तपाईँले ल्याएको योजनालाई कार्यान्वयन गर्नका लागि कुशल नेतृत्व चाहिन्छ, सक्षम नेतृत्व चाहिन्छ। भर्खरै मात्रै हामीले केपी ओली सरकार हुने साथ हामीले भनेको थियौँ स्टार्टअप नेसन घोषणा गर्छौँ र स्टार्टअप प्रोग्राम अगाडि बढाउँछौँ भनेर। आज उद्योग मन्त्रालय र उद्योग विभागबाट हामीले स्टार्टअप कार्यक्रम अगाडि बढाइसकेको छ। धेरै साथीहरू स्टार्टअपमा तपाईँहरूले फर्म भर्नुभएको छ भन्ने मैले विश्वास लिएको छु। यदि त्यहाँ छुट्नु भएको छ भने धेरै चिन्ता नगर्नुहोस्। अब यो देशले युवा दशक निर्णय गर्नेछ। यो देशको सबैभन्दा ठुलो सम्पत्ति, यो देशको सबैभन्दा ठुलो स्रोत, यो देशको सबैभन्दा ठुलो अस्त्र, यो देशको सबैभन्दा ठुलो शक्ति भनेको अबको युवाको जनसङ्ख्या हो। आज विश्वको कमै मुलुकमा मात्रै यो देशले त्यो अवसर प्राप्त गरेको छ जो देशको कुल जनसङ्ख्याको 40.56% युवाहरूको जनसङ्ख्या छ। त्यसलाई गणितीय तथ्याङ्कमा भन्यो भने 1,26,00,000 युवाहरू आज नेपालमा छ। वैदेशिक रोजगार, उच्च शिक्षा र विदेशमा गएका युवाहरूलाई घटाइदिनुहोस्। 20 देखि 30 लाख युवाहरू विदेशमा छ। करिब 1 करोड वरिपरिका युवाहरू आज नेपालमा एक्जिस्टिङ छ। यो तथ्याङ्क यथार्थ हो। त्यही कारणले युवा छैनन् भन्ने भ्रममा तपाईँहरू नपर्नुहोस्। युवा छैनन् भन्ने शब्द ननिकाल्नुहोस्। अब देशको सबैभन्दा ठुलो सम्पत्ति त्यही युवा हो। यो देशको सबैभन्दा ठुलो स्रोत त्यही युवा हो। यो देशलाई विकास गर्नुपर्छ भने सबैभन्दा ठुलो शक्ति त्यही युवा हो। र अब यो देशले युवा दशक
घोषणा गर्नुपर्छ। यो देशले अब युवाहरूलाई सम्पत्तिकृत गरेर पुँजीकृत गरेर देश निर्माणमा अगाडि बढ्नुपर्छ, तब मात्रै यो देश समृद्ध नेपाल निर्माण हुन सक्छ। त्यही कारणले अब नेकपा एमाले वैशाख 9 गते युथ समिट प्रोग्राम गर्दैछ र त्यहाँ मैले भनेको छु 10 लाखदेखि 1 करोडसम्म नेपालका सम्पूर्ण युवाहरूलाई उद्यमीको लागि सहुलियत ऋण सरकारले घोषणा गर्नुपर्छ। अबको युवाहरूले कम्पनी दर्ता गरेर घरका प्रोपर्टीलाई धितो राखेर ऋण लिन जाँदैनन्। हामी सक्षम छौँ, सबल छौँ र हामी युवाहरू यो देशलाई उद्यमी बनाउन सफल छौँ। हामीसँग विचार छ, दिमाग छ, भिजन छ, योजना छ, परिकल्पना छ। त्यही योजनालाई, त्यही विचारलाई, त्यही भिजनलाई धितोमा राख्छौँ र त्यो परियोजनालाई धितोमा दिएर यो राज्यले ऋण लिन्छ र हामी इमान्दारी छौँ, हामी नैतिकवान छौँ, हामी उद्यमी बनेर राज्यलाई ऋण दिएर अगाडि बढ्छ। यही सन्देश लिएर नेकपा एमालेको युथ समिट अगाडि बढ्छ र हामी भनेको छौँ 3 वर्षमा 3 लाख उद्यमी बनाएर 50 लाख रोजगार सृजना गरेर आज यो देशमा युवा आन्दोलनको नेतृत्व नेकपा एमाले गर्नेछ, राष्ट्रिय युवा सङ्घ नेपालले गर्नेछ। आज हामी यो कोर्समा अगाडि बढिराखेको अवस्था हो। यो सन्दर्भमा हरेक योजनाहरूलाई सकुशल लागू गर्नुपर्छ। केन्द्र ल्याएको यो योजनाहरूलाई गाउँ गाउँमा लागू गर्नुपर्छ। त्यही कारणले यो 10औं अधिवेशनबाट कुशल सर्वसम्मत एकदमै युनिटीका साथ, युनाइटका साथ अर्घाजीका योहरू एकताबद्ध छ भन्ने देखाएर कुशल नेतृत्व बन्नेछ र यी सम्पूर्ण योजनालाई कार्यान्वयन गर्नेछ। म यो पनि शुभकामना भन्न चाहन्छु। सँगसँगै योजना मात्रै ल्याएर हुँदैन। आजको यो बन्द सत्रले युवा आन्दोलन र अहिलेको युवाका मुद्दा र एजेन्डाहरूलाई समीक्षा गर्दै अर्घाखाँचीका कमिटीलाई कसरी सङ्गठित ढङ्गले अगाडि बढाउने। तपाईँहरूको 6वटै पालिका कतिचोटि अधिवेशन भए? सम्पूर्ण वडा र अधिवेशन भएको भएन। सङ्गठन निर्माण र सदस्यता वितरणमा कुन अवस्था छ? मैले तपाईँहरूले प्रश्न सोध्यो भने मलाई 100% जवाफ थाहा छ, तपाईँलाई थाहा छैन। अर्घाखाँची जिल्लामा राष्ट्रिय युवा सङ्घ नेपालको कति सदस्य छ? मलाई लाग्छ हाम्रो केन्द्रीय सदस्यले जिल्ला अध्यक्षले एन्सर दिन सक्नुहुन्छ भन्ने मलाई विश्वास छैन। म केन्द्रीय अध्यक्ष नै विश्वस्त छुइनँ कि अर्घाखाँची जिल्लामा कति सदस्य युवाहरू छन् भनेर भन्दाखेरि एन्सर पाउँछु भन्ने मलाई विश्वस्त छैन। त्यसो भए आजको यो 10औं जिल्लाको बन्द सत्रले अर्घाखाँची जिल्लामा कति युवा र सदस्यता वितरण गरेर यसको योजना पहिले बनाउनु पर्छ कि पर्दैन? सदस्यता सबैभन्दा पहिले वितरण गरेर कति 10,000, 1,000, 3,500 यदि सदस्यता छ भने त्यसलाई सिस्टममा राखेर केन्द्रमा रिपोर्ट गर्ने पहिलो योजना बन्नुपर्छ। सँगसँगै हरेक पालिकाहरू अधिवेशन गर्ने, वडा अधिवेशन गर्ने र अबका सम्पूर्ण कमिटीहरूलाई वेल स्ट्रक्चर बनाएर सबैभन्दा सङ्गठित सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल भनेर देखाउनका लागि आज योजना बनाउने कि नबनाउने। त्यतिले मात्रै हुँदैन। हाम्रो राष्ट्रिय युवा सङ्घ नेपालमा आएका सम्पूर्ण युवाहरू सिद्धान्त विचारले परिपक्वता छ। उद्यमशीलता, युवाहरूको आत्मनिर्भरताको विषयमा, युवाहरूको एजेन्डाको विषयमा चाहे हिजो हामीले उठाएका युवाका मुद्दाहरू किन नहोस्, एउटा मन्त्रालयको कोठामा थन्किएको युवा महाशाखालाई नेपाल सरकारको युवा मन्त्रालयमा स्थापना गर्ने माग राखेर स्थापित गरे राष्ट्रिय युवा सङ्घ नेपालले। यो देशको युवाहरूलाई नीति निर्माणको तहमा पिराउनुपर्छ, युवाहरूलाई नीति निर्माणको तहमा राज्य स्तरमा पिराउनुपर्छ भनेर राष्ट्रिय युवा परिषद गठन गरेर त्यसलाई स्थापित गरे राष्ट्रिय युवा सङ्घ नेपालले। अब युवाहरूलाई उद्यमी बनाउनुपर्छ भने 1 वडा 1 उद्यम कार्यक्रम बनाइयो। विदेशबाट फर्केर आएका युवाहरूलाई नेपालमै स्वरोजगारमा राख्नुपर्छ भनेर रिटर्न युथलाई सहुलियत ऋणको व्यवस्थापन गरियो। अझ महिलाहरूलाई उद्यमीमा जानुपर्छ, आत्मनिर्भरता बनाउनुपर्छ र राष्ट्रपति महिला उद्यम कार्यक्रम ल्याइयो। अझ हरेक दिन युवाहरूलाई दिनानुदिन जीवन चलाउन गाह्रो भयो। त्यही कारणले हरेक दिन एक्सपेन्डिचर बढ्यो, हरेक दिनको खर्च थेक्नु पर्यो, तब मात्रै युवाहरूलाई सही ढङ्गले नेतृत्व गर्न सकिन्छ भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइयो। यति धेरै युवाहरूको उपलब्धि छन्, यतिले मात्रै अब पुगेन र थप युवाहरूको एजेन्डाहरू, मुद्दाहरू, स्टार्टअपहरू, एन्टरप्रेनरसिपका इस्युहरू, आइटी सेक्टर, एआईका सेक्टरहरू र समाज रूपान्तरणमा नयाँ ढङ्गले कसरी अगाडि बढ्ने भन्ने मुद्दाहरूसहित आज हामी बन्द सत्रबाट यो अर्घाखाँची जिल्लाका आम युवाहरूलाई समेट्ने, आज यो हलमा उपस्थित नभएको युवाहरूलाई सन्देश पुर्याएर कम्तीमा पनि यो जिल्लामा
25-30 हजार युवाहरू त एक्जिस्टिङ होला। आज हामी हलमा त्यसको सर्टेन प्रतिनिधिमूलक उपस्थिति छौँ। त्यसो भए ती आम युवाहरूलाई सन्देश पुर्याएर ती युवालाई समेट्ने योजना आज बनाउने कि नबनाउने? आज हामीले यो योजना बनाउन छुट्यौँ भने हामीले जेठ 9 देखि 11 गते 2082 साल जेठ 9 देखि 11 गते पर्यटकीय सुन्दर नगरी पोखराको कास्कीमा 10औं राष्ट्रिय महाधिवेशन गर्दैछौँ। त्यो 10औं राष्ट्रिय महाधिवेशनले हामीले भनेको छ आज 2081 साल 20 वर्ष पछाडि 21 साल सुरु हुन्छ यो देशमा। 20 वर्ष पछाडि नेपालको युवा आन्दोलन कुन ठाउँमा पुग्छ भन्ने दृष्टिकोण त्यो 10औं महाधिवेशनले देखेन र त्यो भविष्यको योजना हामीले निर्माण गरेनौँ र 20 वर्ष पछाडिको युवाहरूलाई हामीले यो मार्गचित्र अनुसार नेतृत्व गर्छ भन्ने परिकल्पना देख्न सकेनौँ भने तपाईँ हाम्रो जीवन, तपाईँ हाम्रो राजनीति पनि सही ढङ्गमा हार्न सकेनौँ भने चुनौतीका साथ हामी अगाडि बढिराखेका छौँ। त्यसो भए 2 वर्ष अगाडि राष्ट्रिय युवा संघ नेपालले साइबर सर्कल विभाग गठन गर्यो। नेपालको प्रज्ञा भवनमा त्यो बेला हजारौं युवाहरू भेला गरेर साइबर सर्कल विभाग गठन गर्दा हामीले अपफ्रन्ट सबैभन्दा धेरै नयाँ काम गर्यौँ भनेर छाती फुलाउने हामी राष्ट्रिय युवा संघ नेपाल। आज 2 वर्ष पछाडि अर्को चुनौती आएर सबैभन्दा पहिलो यो देशले गर्न नसकेको, सरकारले गर्न नसकेको, नेपाल सरकारले गर्न नसकेको एआई कन्फरेन्स, इन्टरनेसनल एआई कन्फरेन्स गरेर फेरि राष्ट्रिय युवा संघ नेपालले समाजलाई लिड गरेको अवस्था हो। समाज कति धेरै रूपान्तरण भइरहेछ, कति धेरै परिवर्तन भइरहेछ, कति धेरै नयाँ इभल्भिङ भइराखेको छ। त्यसो भए यो ऱ्यापिडली परिवर्तनलाई हामीले 20 वर्षसम्मको दृष्टिकोण कसरी देख्ने, कुन नजरले हेर्ने, मापन के हो, त्यसको दृष्टिकोणको एङ्गल के हो, परिवर्तनको मापन के हो, विज्ञान प्रविधिलाई, इन्टरनेट टेक्नोलोजीलाई, एआईलाई कसरी हामी डेभलपमेन्टलाई, यो इभल्भिङलाई कसरी हामी मापन गर्छौँ, कुन एङ्गलबाट हेर्छौँ? आज संसारले देख्न नसकेको, हेर्न नसकेको एङ्गल अर्घाखाँचीका युवाहरूले देख्यो भने आज संसारमा दृष्टिकोण दिन सक्ने अवस्था छ। हामी पोखराको 10औं महाधिवेशनलाई आज 20 वर्ष पछाडिका युवाहरूको योजना बनाउने टार्गेटमा हिँड्दैछौँ भने मैले यो मञ्चबाट यो आशा गर्न सक्छु अर्घाखाँचीका युवाहरूले हामीलाई त्यो दृष्टिकोण दिन सक्नेछ, त्यो भिजन दिन सक्नेछ, त्यो आँखा खोलिदिन सक्छ। त्यो च्यालेन्ज मैले यहाँबाट हेर्न खोजिराखेको अवस्था हो। आज नयाँ युवाहरू जेनेरेसन जी, जुन जेनेरेसन आज हामी अझै रिच आउट गर्न सकेको छैनौँ भनेर धेरै नयाँ नयाँ कार्यक्रम गरिराखेका छौँ। अझ जेनेरेसन जी पछाडि अल्फा जेनेरेसन सुरु भइसकेको अवस्था छ। आज हजुरबा हजुरआमा र नाता नातिनीको अल्फा जेनेरेसनको नाति नातिनीको सम्बन्धमा विच्छेद भइसक्यो। घरमा नर्मल्ली गफ गर्न भाषा मिल्न छोडिसक्यो। यो परिवर्तन हामीले कुन ढङ्गले हेरिराखेको छौँ, कसरी आत्मसात गरिराखेको छौँ? अझ विदेशमा नाति नातिनी जन्मेको छ भने त म 100% भन्न सक्छु आज देशको 80% हजुरबा हजुरआमासँग विदेशमा जन्मेको नाति नातिसँग बोलचाल भएको छैन। छोराछोरीलाई भिडियो खिचेर नाति नातिनी देखाएन भन्ने अवस्था आएपछि यो अल्फा जेनेरेसन सुरु भएको छ। नेपालमै हेर्ने हो भने, काठमाडौँ अथवा मुख्य सहरमा हेर्ने हो भने नेपालमै जन्मेका नाति नातिनीलाई हजुरबा हजुरआमाले खेलाएको मान्दैन। हजुरबा हजुरआमाले एकदमै नाता नातिनीलाई खेलाउन चाहन्छ तर मान्दैन। अनि उसलाई उसले बुझ्ने भाषामा सोध्यो भने मेरो गफै मिल्दैन। यो परिवर्तनलाई कति नजरअन्दाज गर्दछ हामी यो आन्दोलनले। यी सबै परिस्थितिलाई समेटेर हामीले आज जन्मेको युवा 20 वर्ष पछाडि ऊ वयस्क 20 वर्षको हुन्छ। आज चैतको 22 गते हामी यो अर्घाखाँचीको सन्धि खर्कमा छौँ। आज यहाँ कम्तीमा पनि युवाहरूको बर्थ रेट अनुसार यहाँ पनि जन्म भएको हुनसक्छ यो जिल्लामा पनि। 20 वर्ष पछाडि गर्दा 20 वर्षको वयस्क चाहिँ 20 वर्ष को हुनुहुन्छ? हात उठाउनुहोस् त। 20 वर्षको एकजना, 25 वर्षको को हुनुहुन्छ? 4, 5, 4, 9, 10 जना। यस्तो वयस्क युवाहरूको कुरा गर्दैछु। यो देशको मिडियन एज कति हो?
यो देशको मिडियन एज कति हो? 25 वर्षको भाइहरूले भन्नुहोस् त, मिडियन एज कति हो देशको? 60 वर्ष। यो देशको मिडियन एज 25 इयर्स हो। त्यही भएर मैले 25 वर्षको भाइहरूलाई सोधेको। तर जुन मिडियन एज सबैभन्दा बिचको उमेर 25 वर्षको छ भने जम्मा 10 वर्षको 25 जना यहाँ युवाहरू हाजिर हुनुहुन्छ यो कोठामा आज। भनेपछि हामी युवा आन्दोलनको युवाहरूले पनि समीक्षा गर्न यहाँ जरुर छ कि हामी देशको मिडियन एजमा फोकस गरेर पनि राजनीति गर्न सकिरहेका छैनौँ। यो हाम्रो प्रश्न हो। राष्ट्रिय युवा सेनाबाट छैन ठुलो प्रश्न हो र आज यो मलाई प्रश्न हो, किनकि म केन्द्रीय अध्यक्ष। भनेपछि आजको यो बन्द सत्रको योजना जेनेरेसन जी र अल्फा जेनेरेसनलाई कसरी भोलि राजनीतिमा अवगत गराउँदै राष्ट्र प्रेम, देश प्रेम, राष्ट्रियताको विषय जानकारी दिँदै फ्रस्ट्रेसनलाई हटाउँदै नरेशतालाई हटाउँदै अगाडि जाने अर्को योजना बन्नुपर्छ। तब मात्रै समाज, मैले किन यो यति धेरै इम्फेसिस दिएर फोकस गरेर बोलिराखेको छु भने समाज, सोसाइटी राजनीतिको कन्ट्रोलमा अन्डरमा हुनुपर्छ। जब त्यो समाज त्यो राजनीतिको कन्ट्रोलमा हुन्छ भने तपाईहरुले महसुस गर्नुहोस्, हाम्रो वडा कार्यालयमा त्यो जनताको समस्या पर्यो भने वडा पार्टी कार्यालयमा आएर कमरेड यो मेरो समस्या पर्यो भनिदिनु पर्यो भनेर हाम्रो मुद्दाहरू, जनताका सोसाइटीका मुद्दाहरू हाम्रो पार्टी कार्यालयमा आउनु पर्छ। तब कि एउटा क्यामेरा युट्युबरमा गएर मेरो समस्या भयो भनेर भन्ने चिज अन्त्य हुनुपर्छ। जबसम्म युट्युबरको क्यामेरामा गएर जनताले आफ्नो भनाइ भन्छ तबसम्म हाम्रो वडा कार्यालयमा आएर आफ्नो एजेन्डा जनताले भनेन भने सोच्नुहोस्, अराजकताको कन्ट्रोलमा समाज छ, राजनीतिको कन्ट्रोलमा समाज छैन, तबसम्म हामी यो देशलाई सुशासन दिन सक्दैनौँ। यो एका राख्नुहोस् कमरेडहरू। तसर्थ राजनीति अडिटेबल हुन्छ, नेताहरू अडिटेबल हुन्छ, तर त्यो युट्युबर अडिटेबल हुँदैन, जवाफदेही हुँदैन। जवाफदेही नहुने संस्थालाई गएर आफ्नो कुरा भन्नु भनेको अराजकता हो। आज यो समाज सबैभन्दा धेरै अराजकताको पराकाष्ठमा अगाडि बढेको छ। त्यही कारणले भर्खर मात्रै राष्ट्रिय युवा संघ नेपालले चैत 13 गते काठमाडौँमा मार्चपास्ट सहित घोषणा गरेको छ राष्ट्रिय स्वयंसेवक। यहाँबाट कमरेडर आउनुभएको थियो, किन राष्ट्रिय स्वयंसेवक गठन गर्नु पर्यो? त्यो राष्ट्रिय स्वयंसेवकको काम, कर्तव्य र अधिकार। फेरि पनि अर्घाखाँची जिल्ला कमिटीलाई फेरि पनि भन्न चाहन्छु, तपाईँले आजबाट राष्ट्रिय स्वयंसेवक अर्घाखाँचीको टिम गठन गरेर अगाडि बढ्नुहुनेछ। यसको लिमिटेसन छैन। स्वयंसेवकीय भावना भएको, राष्ट्रिय भावना भएको, देश प्रेम भएको सम्पूर्ण युवाहरू यो स्वयंसेवकमा बस्न सक्छ, स्वयंसेवकमा बस्न पर्छ र समाजको नेतृत्व, जिल्लाको नेतृत्व गरेर अगाडि बढ्नुपर्छ। तपाईँ वडा अध्यक्ष हुनुका लागि त्यो वडाले चुनाव टिकट दिएर जित्नुपर्छ। नगर प्रमुख, उपप्रमुख हुनु, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष हुनु, त्यो पालिकाबाट चुनाव जित्नुपर्छ। प्रदेश संसद, संघीय संसद हुनुको लागि त्यो क्षेत्रबाट निर्वाचन जित्नुपर्छ। भनेको नेताहरू अडिटेबल हुन्छ, जनताले अडिट गर्छ र त्यो अडिटेबल संगठन पार्टी हुन्छ र पार्टीलाई समाजले अडिट गरिराखेको हुन्छ। त्यही कारणले राजनीति जनताप्रति जवाफदेही, उत्तरदायी भएको संगठन हो। त्यही कारणले समाज राजनीतिको कन्ट्रोलमा, राजनीतिको नेतृत्वमा हुनुपर्छ। त्यही अराजकताको पराकाष्ठ हामीले भन्दै थियौँ यो देशमा। अघि नै मैले थोरै तपाईँहरूको मेन्टल हेल्थको, फ्रस्ट्रेसनको, बेरोजगारीको, नैराश्यताको विषय थोरै कट्याएँ। त्यो किन कट्याएको हो भने आज यो अराजकताले त्यो फ्रस्ट्रेसनमा खेलेर, नैराश्यतामा खेलेर हामीलाई प्रहार गरेको छ र अझ लोकतान्त्रिक गणतन्त्र, यो देशको जनता र पसिनाले प्राप्त अधिकारमा क्वेसन गरेको छ। के समीक्षा गर्ने बेला भएको होइन, तर हामीले राजनीतिक कर्मीले एउटा महसुस गर्नुपर्ने विषय के छ भने जब 62-63 को जनआन्दोलन पछाडि हामीले एक्जिस्टिङ करिकुलम परिवर्तन गर्न बिर्सेछौँ,
औपचारिक शिक्षामा राख्न छुट्यायौँ। हिजो हामी बच्चा कालमा जब हाम्रो मेन्टल डेभलप हुँदै थियो, जब हामी बच्चाबाट एडल्ट भएर अगाडि बढ्दै थियौँ, वयस्क युवा हुँदै थियौँ, त्यो बेला हामीले 2224 राज्यलाई एकीकरण गर्दै आएको पृथ्वीनारायण शाहको कथा पढ्यौँ। भक्ति थापा, बलबहादुर सिंह सम्पूर्ण वीरताका गाथाहरू पढेर आयो। पञ्चायतकालीन विरुद्धको आन्दोलन, प्रजातन्त्रको 46 सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनका इतिहासहरू, बलिदानहरू, योगदानहरू पढेर आयौँ र राष्ट्रिय प्रेम, राष्ट्रिय भावना बचाएर आयौँ हामी। तर जब मेरो आज छोराछोरीहरू प्री स्कुलमा 1, 2, 3 मा जाँदैछ, त्यहाँ करिकुलम हेऱ्यो भने कुनै पनि देश परिवर्तनको, नेपालको राजनीतिक दलहरू र नेताहरूको योगदान, बलिदान, इतिहास कुनै पनि औपचारिक शिक्षामा लेख्न छुट्याइएछ। धेरै ठुलो परिवर्तन, क्रान्तिकारी परिवर्तन गरियो। राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना ल्याइयो 62 र 72 सालमा हामीले संविधान पनि बनायौँ। तर जुन मैले जेनेरेसन जीको कुरा गरेँ, आज उसले आफूले भनेको पनि आफूलाई नसुन्ने जेनेरेसन आएको छ। बाबुआमाले भनेको सुन्ने, आफूले भनेको नि आफूले नसुन्ने जेनेरेसन। त्यो जेनेरेसनलाई राष्ट्रिय प्रेम, राष्ट्रको बलिदान, योगदान, समाज परिवर्तन, समाज रूपान्तरण, नेतृत्व र नेताहरूको र राजनीतिक दलहरूको भूमिकाको विषय औपचारिक शिक्षामा पढाउन गलत गरियो, लेख्न छुट्यो, करिकुलममा लेख्न छुट्यो। र आज देश प्रेम त्यो युवाहरूसँग छैन, त्यो एज ग्याप भइरहेको छ। मैले सम्माननीय प्रधानमन्त्रीजीसँग र नेपाल सरकारसँग पटक पटक भनेको छु, चाँडोभन्दा चाँडो करिकुलम रिभाइज गरियोस् र देश प्रेम अबको अल्फा जेनेरेसनले यो प्राप्त भएर अगाडि बढ्नुपर्छ। र 10 वर्ष यो पढाउन छुटेका, देश प्रेम, राष्ट्र प्रेम प्राप्त गर्न छुटेका 10 वर्ष अझै हामी यो देशका युवाहरूलाई थेक्छौँ, कन्ट्रोल गर्छौँ। तर 10 वर्ष पछाडि जन्मिने ती अल्फा जेनेरेसनलाई चाहिँ करिकुलममा राखेर पढाएर फेरि राष्ट्र प्रेमप्रति जगाएर हामी यो देशलाई अगाडि बढाउनु पर्छ भनेर फेरि मैले यो सरकारसँग माग राखिरहेको अवस्था हो। यो राजनीतिक परिवर्तनमा सिङ्क्रोनाइज गरेर केही विषयहरू हामीले छुटाउनु परेको कारणले आज राजतन्त्र जस्तो अराजकता र एउटा अराजक झुन्ड, दुर्गा पसै जस्तो फडाहरूको हामीले ताण्डव नृत्य चैत 15 गते तिनकुनेमा देख्न पुग्यौँ। यो हाम्रो विडम्बना हो। त्यही कारणले राजतन्त्र फेरि फर्किन्छ भने दिवा सपना मात्रै हो। ज्ञानेन्द्रजीलाई, पूर्व राजाजीलाई म फेरि भन्न चाहन्छु, तिमीहरू जस्तै नेपाली जनताको लागि पनि हामीले संविधान बनाएका छौँ। यदि तिमीलाई इच्छा छ भने तिमीलाई हामीले पूर्व राजाको हिसाबले, नेपाली जनताको हिसाबले नेपालमा कष्ट दिएको अवसर हो, त्यो हामी नेपाली जनताले दिएको अवसरलाई धेरै अपमूल्य नगर। इच्छा छ भने नेपाली जनताले नेपालको संविधानलाई प्रयोग गरेर राजनीतिक दल खोल्न अधिकार छ, तिमी नयाँ दल खोलेर हामीसँग आउन सक्छौ। होइन भने धेरै माया छ भने तिमी राप्रपाको सदस्य लिएर पनि जान सक्छौ, तिमीलाई छुट छ। तर फेरि पनि चैत 15 गते जस्तो यो देशमा फेरि अराजकता मचाएर, समाजलाई अशान्ति मचाएर, फेरि यो देशलाई अशान्ति र अराजकता र अन्यायको बन्दी बनाएर यो देशलाई फेरि पछि धकेल्ने तिमीलाई अधिकार छैन। यदि यस्तो कुचेष्टा गर्यो भने राष्ट्रिय युवा नेपाल अगाडि बढिसकेको छ, राष्ट्रिय स्वयंसेवक निर्माण गरिसकेको छ। त्यो स्वयंसेवकको काम भनेका यस्ता झुन्डहरूलाई, यस्ता अराजकलाई ठोकको ठोक तल अगाडि जानेछ र राष्ट्रियता बढाएर अगाडि बढ्नेछ। यो देशको सिट किन्ती पनि झुक्न दिने छैन। हाम्रो शरीरको प्रभाव छैन, हाम्रो जीवनको प्रभाव छैन, तर यो देशको अलिकति पनि सुर झुक्न दिने छैनौँ भनेर हामीले राष्ट्रिय स्वयंसेवक गठन गरेको छौँ। त्यही हो राष्ट्रिय स्वयंसेवकको काम, कर्तव्य र अधिकार। र आज हामीले जिल्ला जिल्ला, पालिका पालिका र टोल टोलसम्म राष्ट्रिय स्वयंसेवक गठन गरेर अगाडि बढिराखेको मैले फेरि सम्झाउन चाहन्छु। यो सम्मानित 10औं अधिवेशनमा सङ्गठनले धेरै विषयहरू कुरा गरेको छ। अघि मात्रै भने मैले युवा छ कि छैन, हामीले भने ल युवा छ कि छैन, अगाडि बढौँ। जब राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप गर्यो, नेपालको खेलकुद जगतको खेलकुद र
मनोरञ्जनलाई एकसाथ लगेर केपी रिकभ गर्यो। नेपालको इतिहासमा दशरथ रङ्गशाला 6 बजीदेखि क्याम्प हुँदैछ, 3 बजी 3 घण्टा अगाडि गेट क्लोज गर्ने परिस्थिति बनाइयो। 20,000 युवाहरू 3 घण्टा अगाडि प्रवेश गरिसकेको थियो र 40-50 हजार युवाहरू त्रिपुरेश्वर चोकमा पुगेर छिर्न नपाएको अवस्था छ। त्यो युवा नभएर को हो? आज तपाईँ हामीले रचनात्मक गतिविधि, सृजनात्मक गतिविधि, नवीन सोच, नवीन क्रियाकलाप जब गर्छौँ तब युवा प्राप्त गर्छौँ। त्यो कारणले रचनात्मक क्रियाशीलताको अभियान भनेर हामीले भनेका छौँ। तपाईँहरूले नयाँ युवाहरूले कार्यक्रम गरेर जानुहोस्, जिल्ला अधिवेशनसम्म थेक्नुहुन्छ तपाईँहरूले वडा र पालिकाको प्रतिनिधि ल्याएर। तर सहर बजारको वडामा जानुहोस् त, खोइ युवाहरू कसरी कमिटी गठन गर्ने, कसरी कमिटी निर्माण गर्ने? त्यही भएर भनेको छौँ हामीले क्रिएटिभ इभेन्ट्स, स्पोर्ट्स एन्ड इन्टरटेनमेन्ट, युवाहरूलाई एकैचोटि मनमा छुने, चुस्स रौँ पलाउने स्पोर्ट्स एन्ड इन्टरटेनमेन्ट, खेलकुद र मनोरञ्जन, नवीन सोच र नवीन क्रियाकलाप, सृजनात्मक गतिविधि। त्यही कारणले क्रियाशील रचनात्मक क्रियाशीलताको अभियान, क्रिएटिभ इभेन्ट्स भनेको छौँ हामीले। जब तपाईँहरूले क्रिएटिभ इभेन्ट्सका साथ वडा टोलमा गतिविधि गर्नुहुन्छ, युवाहरू भेट्नुहुन्छ र सङ्गठन विस्तार भएर जान्छ, सदस्यता विस्तार भएर जान्छ र नयाँ कमिटी गठन भएर जान्छ। तब मात्रै सही ढङ्गले तपाईँहरूले युवाहरू प्राप्त गर्नुहुन्छ। यदि तपाईँले यो ढङ्गले युवाहरूलाई खोज्नु भएन पाउनुहुन्न। अर्को, हामीले असाध्यै पटक पटक भनेको विज्ञ युवा परिषद, एक्सपर्ट युथ काउन्सिल। अब जिल्लामा कुनै पनि विज्ञ विषय उठाउनु पर्यो भने विज्ञ युवाहरू मार्फत उठाउनु पर्छ। आज तपाईँहरू यहाँ हुनुहुन्छ, मैले यहाँबाट देखिराखेको छु, यस्तो फर्केको सिट प्लानिङ छ यहाँबाट यस्तो हलो जस्तो, वेल म्यानेजमेन्ट भन्दैन यसलाई। त्यही कारणले व्यवस्थापनमा विज्ञ को हो त? म्यानेजमेन्टमा एक्सपर्ट को? त्यसको परिषद बनाउनु पर्यो, म्यानेजमेन्ट एक्सपर्ट युथ काउन्सिल। अघि धेरै महत्त्वपूर्ण विषयहरू, सङ्गठनलाई कसरी सर्वसम्मत बनाउने, सङ्गठनलाई कसरी चलाउने, युवाहरूलाई कसरी समेट्ने, अनि कस्तो कस्तो लेयर बनाउने, सम्झाउने टिमको, बुझाउने टिमको, अध्यक्ष मण्डलको, निर्वाचन कमिटीको, तपाईँहरूको विभिन्न खाले मोनिटरिङ कमिटीको, भ्यालुएसन कमिटीको जिल्ला अध्यक्षले बोलिराख्नु भएको थियो। म आउँदाखेरि धेरै महत्त्वपूर्ण विषयहरू उठाइराख्नु भएको थियो। त्यो तपाईँसँग कुनै दस्तावेज छ उहाँले बोलेको? छैन। फोटो भिडियो दस्तावेज, खोइ त फोटो क्यामेराम्यान, भिडियो पर्सन, फोटोग्राफर, फोटो भिडियो पत्रकारिता, विज्ञ युवा परिषद। त्यो फोटो भिडियो तपाईँलाई पठाएर हाल्न जान्नुहुन्न, त्यसलाई एडिट गर्नु पर्यो, जोड्नु पर्यो, घटाउनु पर्यो, कलर भर्नु पर्यो, हेर्दा सुन्दा राम्रो हुनु पर्यो। ग्राफिक डिजाइनिङको विज्ञ युवा परिषद। यहाँ छुट्यो, निक्लिने साथ भोक लाग्छ, खानु पर्यो, होटेल रेस्टुरेन्ट सेक्टरको विज्ञ युवा परिषद। यहाँबाट निक्लिनु पर्यो, गाडीमा चढ्नु पर्यो, अटोमोबाइल सेक्टरको विज्ञ युवा परिषद। घरमा पुग्नु पर्यो, गाई बस्तुलाई हेर्नु पर्यो, एग्रिकल्चरको विज्ञ युवा परिषद। डेरी प्रोडक्सन ल्याउनु पर्यो, डेरी प्रोडक्सन विज्ञ युवा परिषद। भोलिपल्ट बिहानै निस्किनु पर्यो, खाजा खानु पर्यो, चिया खानु पर्यो, होटल एन्ड रेस्टुरेन्टको विज्ञ युवा परिषद। अथाह क्षेत्र, चाहे पाइलट होस्, चाहे नर्स होस्, चाहे डक्टर होस्, चाहे अकाउन्टेन्ट होस्, चाहे निर्माण क्षेत्रको होस्, चाहे उद्योग क्षेत्रको होस्, चाहे विभिन्न सेक्टरको युवाहरू, हामीले सम्पूर्ण सेक्टरको युवाहरूलाई एकले समेट्नुपर्छ र ती हरेक युवाहरूको क्लस्टर समेटेर विज्ञ युवा परिषद गठन गर्नुपर्छ। तब मात्रै यो देशको बौद्धिक विज्ञता पढेर होस् या एक्सपिरियन्स गरेर गरेको विद्वता होस्, चाहे पढेको विज्ञान बौद्धिक होस्, चाहे गरेको
विज्ञता होस्, सम्पूर्ण एक्सपर्ट राम्रा दक्ष सबै युवाहरू जति नेकपा एमालेमा छ, युवा चाहिँ नेपालमा छ भनेर देखाउन सक्यो भने मात्रै मिसन 84 सम्भव छ। त्यो कारणले विज्ञ युवा परिषद अब हामीले पालिकासम्म गठन गर्न सकेनौँ भने तपाईँ हामीले घोषणा पत्र ड्राफ्ट गर्छौँ, निकै राम्रो घोषणा पत्र हामी निर्वाचनमा ड्राफ्ट गर्छौँ। त्यो घोषणा पत्र अब हामीले पढाएर बुझ्दैन, त्यो घोषणा पत्र विज्ञ युवा परिषदमा पढाउनु पर्छ, अनि मात्र बुझ्छौँ। अब युवाहरूले कृषिको कुरो कृषिकै एग्रिकल्चरको एक्सपर्ट युथले भनेको बुझ्छ, मेडिकलकै टिमले बुझ्छ, स्पोर्ट्सकै बुझ्छ, इन्टरटेनमेन्टकै बुझ्छ, मिडियाकै बुझ्छ। त्यही कारणले विज्ञ युवा परिषद अनिवार्य छ। तब मात्रै सही ढङ्गले हामी नेसनलाई अगाडि बढाउन सक्छौँ। अर्को, संविधानले 33% महिला आन्दोलनलाई समेत भनेको छ। राष्ट्रिय युवा सङ्घ नेपाल त अझै क्रान्तिकारी कुरो गरेर अगाडि बढेको छ। केन्द्रीय कमिटीमा 33% हामीलाई अनिवार्य हो। केन्द्रीय कमिटीमा 33% पुर्याउनु पर्छ, जिल्लाले कति प्रतिशत पुर्याउनु पर्यो? तर अर्घाखाँची जिल्लालाई धन्यवाद दिनैपर्छ, आज महिलाको उपस्थिति अरू ठाउँभन्दा राम्रो छ। महिला सशक्तिकरण अभियान चलाइएन भने हामीले पालिका प्रदेश सङ्घमा 33% पुर्याउनु धेरै कठिनाइ भइसकेको छ। सबैभन्दा धेरै महिला मैत्री वातावरण, एकजना महिलालाई मेन ढोका उसको घरको मूल ढोकाबाट निस्किनका लागि घर परिवार च्यालेन्ज छ। उसले घर परिवार च्यालेन्ज गरेर मूल ढोका निक्लेको छ, निक्लिनु पाएको छैन, सोसाइटी समाज च्यालेन्ज सुरु हुन्छ। उसले त्यो समाजलाई च्यालेन्ज गरेर जम्मै अर्गनाइजेसन सङ्घ संस्था पार्टीमा आइपुगेको हुन्छ, अनि यो ठाउँमा आइपुगेको हुन्छ। यो ठाउँमा आइसक्नु उसले अगाडि नै 2-3वटा च्यालेन्जहरू बिहोरिसकेको हुन्छ। अनि यो जब राष्ट्रिय युवा सङ्घ नेपालमा, जब नेकपा एमालेमा, जब अनेमा सङ्घमा या एबिसिडी जुनसुकै हाम्रो सङ्घ संस्थाहरूमा पार्टीमा आउनुहुन्छ, त्यो ठाउँमा आइपुग्दाखेरि महिला मैत्री वातावरण भनेको उसलाई अभिभावकत्व घर, अभिभावकहरूलाई प्रोटेक्सन फिल भएको हुनुपर्छ, उसलाई त्यो बेला सुरक्षित वातावरण भएको महसुस हुनुपर्छ। तब मात्रै महिला सशक्तिकरण अभियान सम्पन्न हुन्छ, तब मात्रै सम्भव छ। त्यो कारणले महिलाहरूको विशेष प्राकृतिक समस्याहरू, प्राकृतिक विषयहरू सम्झेर बुझेर हामीले महिला मैत्री वातावरण बनाइएन भने नेपालको महिला आन्दोलन अझै पनि सशक्त ढङ्गले अगाडि बढेको छैन। त्यही कारणले महिला सशक्तिकरण अभियान अनिवार्य ढङ्गले अगाडि बढ्नुपर्छ र वडा, टोल र जिल्लामा जसरी पनि महिलालाई मिनिमम 33%, म्याक्सिमम 50% कडार अगाडि बढ्यो भने मात्रै महिला नेतृत्व जन्माउन सक्छौँ। त्यो कारणले मसिनो ढङ्गले तपाईँले महिलालाई आज प्रतिनिधि आएन कमरेड भनेर नराख्ने होइन, प्रतिनिधि ल्याउनुभन्दा अगाडि 1 महिना अगाडिदेखि को प्रतिनिधि ल्याउने भनेर सल्लाह गरेर सोचेर प्रतिनिधि सुनिश्चित गरेर महिला कमरेडहरूलाई पुर्याएर अगाडि बढ्ने वातावरण गरियो भने मात्रै नेपालको महिला आन्दोलनले सफल हुन्छ। त्यही कारणले महिला सशक्तिकरण अभियान, अरू धेरै विषयहरू छन्, धेरै अभियानहरू मैले भनिनँ, किनकि हामी फेरि चाँडै नै 10औँ महाधिवेशन गर्दैछौँ। 10औँ महाधिवेशनबाट युवाहरूको नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ विजन सार्वजनिक गरेर अगाडि बढ्नेछौँ। आज मैले केन्द्रीय कमिटीले ल्याएका धेरै विषयहरू पनि मैले यहाँ भन्दिनँ, तर हामीले वैशाख मसान्तभित्र सम्पूर्ण वडाहरू, सम्पूर्ण पालिका र सम्पूर्ण जिल्लाहरू अधिवेशन गरिसक्नुपर्ने छ। सङ्गठनलाई राजनीतिक र वैचारिक कार्यकर्ताहरू स्थापना गरिसक्नुपर्ने छ। सङ्गठन निर्माण र नेपालको राजनीतिमा नेकपा एमालेलाई हामीले सदस्यता दिँदाखेरि कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्ने योग्य युवाहरू जन्माएर दिनुपर्ने हामीले हाम्रा जिम्मेवारी पुरा गर्ने वैशाख मसान्तसम्म हामीले सङ्गठन निर्माणको नयाँ योजना लिएर आएको छौँ र अहिले हाम्रो पहिलो विषय भनेको सङ्गठन निर्माणमा रहेको कुरा यहाँलाई जानकारी गराउँछ र त्यो ढङ्गले अगाडि बढ्न पनि यहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सँगसँगै आज देशको राजनीतिको सानो विषय मैले यहाँ भन्नै पर्छ। नेकपा एमाले किन र अहिलेको नयाँ राजनीतिक दलहरूको विषय किन, राष्ट्र सत्ताको विषय र मैले अराजकताको विषय धेरै भनिनँ, तर त्यो अराजकताको एउटा अर्को श्रृङ्खला छ राष्ट्रपा र स्वतन्त्र बनाउँदा। राष्ट्रपाको विषय पनि मैले धेरै भन्नुपर्छ जस्तो लाग्दैन।
रवि लामिछानेको विषयमा मैले बोलिराख्नुपर्छ जस्तो लाग्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीको कुराहरू उठाइराख्नुपर्छ जस्तो लाग्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी भनेको यस्तो पार्टी हो, ऊ नेपालको सबैभन्दा धेरै, नेपालको सबैभन्दा राम्रो, नेपालको सबैभन्दा धेरै नम्बर 1 एक्सलेन्ट ठग पार्टी हो। ऊ केमा नम्बर 1 छ? ठग्नमा। केमा नम्बर 1 छ? लुट्नमा। केमा नम्बर 1 छ? ढाँट्नमा। केमा नम्बर 1 छ? जालजेल गर्नमा। अब अर्को पनि नम्बर 1 हुने भयो, सबैभन्दा धेरै अदालतमा तारिख धर्ने पार्टी, त्यो पनि नम्बर 1 हुने भयो। उसले इतिहास राखेछ, तर कस्तो इतिहास राखेको छ भन्दा नेपालको संविधानले पनि राष्ट्रपा रवि लामिछानेले नयाँ संविधान संशोधन गरिदिनु भने त्यो भनेको उन्नत ठग। 2टा पासपोर्ट राख्दा पनि कारबाही गर्नु नपर्ने ठग, 2टा नागरिकता लिए पनि कारबाही गर्नु नपर्ने ठग, सहकारी लुट्दा पनि कारबाही गर्नु नपर्ने ठग, जनतालाई लुट्दा पनि कारबाही गर्नु नपर्ने ठग, आफ्नो ड्राइभर मार्दा पनि हत्यारा नहुने ठग, आफ्नै ससुराबालाई सम्पत्ति लुट्दा पनि गर्नुपर्ने ठग भनेको। उसले जे गर्छ, लुटपाट, हत्या, हिंसा, ठग जे गर्छ, त्यो सबै जनताले छुट दिनुपर्ने, त्यो पनि नयाँ संविधान बनाएर। किनकि यो संविधानले उसलाई चाहिँ मान्य हुनेवाला छैन, सम्भव छैन। यस्तो पार्टीको विषय हामीले कुरो गरेर धेरै प्रचार प्रसार गर्न जरुरत छैन। तर यो पार्टीबाट सिक्नुपर्ने कुरो के हो भने जनतालाई दिग्भ्रमित बनाउँछ, युवाहरूको फ्रस्ट्रेसनमा खेल्छ, युवाहरूको बेरोजगारमा खेल्छ, हाम्रो कमजोर अर्थतन्त्रमा खेल्छ। त्यो कारणले यस्तो चिजमा खेल्न नदिने योजना हाम्रो प्रमुख योजना हुनुपर्छ। बाँकी यस्ता पार्टीको चिन्ता नगर्नुहोस्। बारेनको त कुरै गर्नु नपरेन, हिजोदेखि उसको डाउनफल सुरु भइसक्यो। अस्ति भर्खरसम्म 3 महिना भयो मेरो कर्मचारीले तलब नपाएको, तलब पाएन भने टुकुच्चामा गाड्छु, खुलेर मन परि भन्न नपाउने। अनि जब हिजो प्रशासकीय प्रमुख गयो, प्रशासकीय प्रमुख चढ्नु पाउने गाडीमा तालचा मारेको छ, साङ्ला बाँधेको छ, ढोका धुनेको छ, तालचा लागेको छ, सिर्नो दिएको छैन, पाराचक्ताको पराकाष्ठ। त्यही कारणले सिक्वेन्सली एकतिर राजतन्त्रको नाममा अराजकता, अर्कोतिर नयाँ स्वतन्त्र बनाउँदाको नाममा अराजकता। यी सबै कन्ट्रोल कसको कन्ट्रोलमा हुनुपर्छ? राजनीतिको कन्ट्रोलमा, हाम्रो कन्ट्रोलमा हुनुपर्छ। तबसम्म मात्रै समाज सही ढङ्गले अगाडि बढ्न सक्छ। यी सबै चिजहरू अब बिस्तारै बिस्तारै हाम्रो कन्ट्रोलमा गइसक्न लागेको छ, जाँदैछ। किन? तपाईँले देख्नुभयो होला 74को निर्वाचन पछाडि नेकपा एमाले झनै नेकपा बनाएर 2/3को कम्युनिस्ट सरकार बनाएर आएको विषय, यो दृष्टान्त मैले भन्नै पर्छ। नेपालको इतिहासमा, विश्व कम्युनिस्ट पार्टीको इतिहासमा करिब 2/3 निर्वाचित सरकार बनाएको पहिलो पार्टी हो नेकपा एमाले र नेपाल हो। त्यो जब निर्वाचित करिब 2/3 पार्टी कम्युनिस्ट पार्टीको सरकार बनायो नेकपा एमालेको नेतृत्वमा, केपी शर्मा ओलीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको, तब यो देशलाई अशान्ति बनाउँछु भन्ने विदेशी दलाल, विदेशीहरूको मासिक तलब खाएर देशलाई जहिले पनि अन्यको बन्दी बनाएर, अविकसित बनाएर आफ्नो अभिष्ट पुरा गर्छु भन्ने तत्त्वहरू ती बेला सल बनाउन थाले, पश्चिमा मुलुकहरू सल बनाउन थाले। त्यो पछाडि तपाईँहरूले देख्नु भएको छ, हामीले बिहोरेको छौँ नेकपा एमाले प्रतिको प्रहार र घेराबन्दी। त्यो पर्गलेर आएर नेकपा एमाले फेरि पनि पपुलर मतमा सबैभन्दा पहिलो पार्टी बनाएर आज आइसकेको अवस्था छ। हामी हिजो 2072 सालमा नाकाबन्दी फेस गरेर आएको। किन नाकाबन्दी आयो सरकारमा? केपी शर्मा ओलीको नेतृत्वमा, संविधान सभा अध्यक्ष स्वर्गीय सुभाष नेमाङको नेतृत्वमा, नेकपा एमालेको अगुवाईमा नेपाली काङ्ग्रेसको तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालालाई हातमा लिएर नेपालको संविधान जारी गरेको कारणले, नेपालको संविधान 2072 जारी गरेको कारणले 72 सालमा हामीले छिमेकी मुलुकबाट प्रत्यक्ष नाकाबन्दी हामीले बिहोर्यौँ, शास्ति बिहोर्यौँ। त्यो पनि पर्गलेर हामी आयौँ र
2074 सालमा फेरि त्यस्ता नाकाबन्दीलाई पर्केर त्यस्ता घेराबन्दी तोडेर नेकपा एमाले सबैभन्दा ठुलो पार्टी र नेकपा एमालेको 2/3 सरकार निर्माण गरेर फेरि घेराबन्दी भयो। फेरि हाम्रो पार्टीमाथि वज्रपात भएर हाम्रो कम्युनिस्ट आन्दोलनमा धोका दिने माधव नेपाल र झलनाथ खराल जस्ता तत्त्वहरू जन्मेर हाम्रो पार्टीमा फेरि क्षयीकरण भयो। हाम्रो पार्टीमा फेरि घेराबन्दी खायो। त्यो चिजलाई पर्गलेर फेरि छिचोलेर हामी 2074 सालमा 2079 सालमा पपुलर मतमा सबैभन्दा ठुलो पार्टी बनेर आज नेकपा एमाले आयो। जब पपुलर पार्टी बनेर आयो नेकपा एमाले फेरि प्रस्ताव गरेर एउटा सरकार बनायो। त्यो सरकारमा फेरि विदेशी दलालहरू छिरेर त्यही भित्रबाट हामीले असहयोग हुन थाल्यो, घेराबन्दी हुन थाल्यो। त्यो घेराबन्दीले तोड्दै तोड्दै आज देशलाई विकल्पहीन विकल्प दिनुपर्छ भनेर नेपाली काङ्ग्रेससँग मिलेर आज संयुक्त सरकारको नेतृत्व कमरेड केपी शर्मा ओलीले गर्नुभएको छ। र आजसम्म आइसक्दा नेकपा एमालेसँग डराएका तत्त्वहरू नेकपा एमाले भयो भने मात्रै यो देशको दिगो शान्ति जान्छ, यो देशको विकास हुन्छ भन्ने तत्त्वहरूले नेकपा एमालेलाई पटक पटक प्रहार गरे। यी सम्पूर्ण प्रहारहरूलाई छिचोलेर आज नेकपा एमाले यो देशको स्थायी शक्ति, राष्ट्र र राष्ट्रियता, यो देशको निम्ति एक मात्र दर्मिलो पार्टीको रूपमा स्थापित भएको छ नेकपा एमाले। र अझ हामीलाई अब यस्ता खाले घेराबन्दी र प्रहारहरू सब तोडिसकेको अवस्था छ, सबैले हामीले भत्ताभङ्ग पारिसकेको अवस्था छ। र यस देश हाम्रो नेतृत्वमा ल्याइसकेका छौँ यस्ता अराजकतालाई कन्ट्रोल गर्दै। अब हामीले एउटै मात्रै अराजकता कन्ट्रोल गर्यो भने यो देश हाम्रो हातमा रहन्छ र यो देश कुनै पनि विदेशी दलालहरूले अब हस्तक्षेप गर्न सक्दैन। यो देशको विकास कसैले पनि रोक्न सक्दैन। यो देशमा युवाहरू अब रोजगारी कसैले रोक्न सक्दैन। यो देशको अर्थतन्त्र तर्बिलो बनाउन कसैले पनि रोक्न सक्दैन। त्यो नेतृत्व एक मात्र नेकपा एमाले गर्न सक्छ र त्यसको सन्देश सहित आज हामी अगाडि बढिराखेका छौँ। त्यो यात्रासहित अगाडि बढेको छ र आज हामी नेकपा एमालेलाई यो ढङ्गले अगाडि बढिराखेको राष्ट्रिय राजनीतिको नेतृत्व गराइराखेको छौँ। र तपाईँहरू अलिकति नै नविचलित हुनुहोस् र एक मात्र हाम्रो च्यालेन्ज तपाईँ हामीले आत्मसात गर्नुपर्छ। आज मैले फेरि पनि विनम्र आदरणीय पार्टी नेताहरूले पनि अनुरोध गर्नै पर्छ मैले यो मञ्चबाट र हाम्रो कार्यकर्ताहरूलाई तपाईँ हामी अब प्रतिरोधी क्षमता बढाएर अगाडि बढ्नुपर्छ। आज यहाँ कोही नेता कोही कार्यकर्ता छैन, सब यो देशको सिपाही हो र देशको रक्षाको निम्ति, यो राष्ट्र रक्षाको निम्ति र नेकपा एमालेलाई पहिलो राष्ट्रिय शक्ति बनाएर देशलाई निकास दिनको लागि तपाईँ हामी सब एक भिड्नुपर्छ। त्यो भनेको सामाजिक सञ्जाल हो, अराजकताको विरुद्ध हो। अब हाम्रो अन्तिम लडाइँ भनेको अराजकताको विरुद्ध सामाजिक सञ्जाललाई हामीले नेतृत्वमा लियो भने मात्रै आज केपी ओलीले हिजो यो देशको संविधान बनायो भनेर 2072 सालमा नाकाबन्दी लगायो। हामीले यो देशको धरती मातालाई समेटेर लिम्पियोधुरा लिम्बुलेक समेटेर चुच्चे नक्सा नेपालको इतिहासमा नयाँ प्रशासनिक नक्सा सार्वजनिक गरेको कारणले राष्ट्र र राष्ट्रियताको र यो देशको विकासको लागेको कारणले आज केपी ओलीलाई नाटकीय ढङ्गले पटक पटक प्रहार भइराखेको छ। तपाईँहरू फेरि पनि ढुक्क हुनुहोस्, निर्धक्क हुनुहोस् र म आत्मा साथका साथ भन्न चाहन्छु आज नेपाल सरकार र वर्तमान प्रधानमन्त्रीको क्याबिनेट केपी ओलीको क्याबिनेटले नराम्रो काम किन्तीमोर नगरेको कारणले विरोध गरेको होइन, यो नाटकीय विरोध हो। र यो नेकपा एमालेको लागि यो हामीले फेरि पनि प्रहार, यस्ता प्रहारहरू हामीले ठुल्ठुला प्रहारहरू चिरिसकेका छौँ, ठुल्ठुला हाम्रा घेराबन्दीहरू तोडिसकेको छ। यस्तो हाम्रो लागि छु मन्त्रीको बात छ। हामी एकैचोटिमा यी सम्पूर्ण विषयहरू तोडेर अगाडि बढ्नेछौँ। अब हामी एकसाथ नेता कार्यकर्ता नबने हामी अराजकताको विरुद्ध र सामाजिक सञ्जाललाई इथिकल प्रयोगको निम्ति सामाजिक सञ्जाललाई फेरि हाम्रो नेतृत्वको साथ अगाडि बढाउन सक्यो भने 84 मा नेकपा एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउन कसैले रोक्ने छैन। त्यो उद्घोष आज म यो अर्घाखाँचीको 10औं अधिवेशनमा भन्न चाहन्छु र यो सन्देश हाम्रो सम्पूर्ण वडामा पुगेर आत्मा साथका साथ जुझारुकताका साथ युवाहरूलाई मनोबल र मनोभावना उच्च बनाएर अगाडि बढ्न पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो राष्ट्रको निम्ति फेरि पनि हामी युवाहरूले तपाईँ हाम्रो यो युवा पङ्क्तिले एकबद्ध एकताका साथ अगाडि बढ्न चाहन्छ र हाम्रा सम्पूर्ण नेतृत्व पङ्क्तिलाई फुल मोरलका साथ, उच्च मनोभावना साथ, उच्च इच्छा शक्तिका साथ, उच्च जोश र जागर लिएर अगाडि बढ्नुहोस्। तपाईँहरू सम्पूर्णलाई नेतृत्व गर्नका लागि, सहज गर्नका लागि युवाहरू तपाईँलाई काँधमा बोकेर अगाडि बढ्न तयार छन्। तपाईँहरू नेतृत्व गर्न अगाडि बढ्नुहोस् भन्ने सन्देशका साथ आज यो 10औं अधिवेशन मैले मेरो बनेलाई यही
निर्देशनात्मक रूपमा मात्रै लिदिन अर्को अनुरोध गर्न चाहन्छु र मैले धेरै साङ्गठनिक धेरै विषयहरू मैले कुरा गर्न पाइनँ। तपाईँहरूको समयलाई मैले आत्मसात गर्दै मेरो भनाइ यी अन्त्य गर्न चाहन्छु। बाँकी विषय हाम्रो केन्द्रीय कमिटी प्रदेश इन्चार्ज र प्रदेश अध्यक्ष कमिटीले साङ्गठनिक दलमा साङ्गठनिक निर्देशनहरू दिनुहुनेछ। मैले सङ्गठनको धेरै विषयहरू यहाँ राख्न नपाएको कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु र फेरि पनि यो 10औं अधिवेशन पूर्ण सफलता कामना गर्न चाहन्छु। थ्याङ्क यू सो मच। हार्दिक अभिवादन। धन्यवाद। हाम्रो सङ्गठनका केन्द्रीय अध्यक्षज्यूले हामीलाई युवाहरूलाई कुनै कुरा विशेष गरी युवालाई नेपालमा राख्नलाई रोजगारको सृजना गर्नुपर्छ भन्ने कुरा जुन किसिमले उठाउनु भएको छ। अहिले नेपाल सरकार हाम्रो पार्टीले चलाइरहेको छ। युवाहरूका कुरा चाहिँ उहाँहरूले केन्द्रमा उठाउनुहुन्छ भन्ने कुरा वर्णन गरेकै छन् अर्घाखाँचीका युवाहरूले। र अतिथि आसन ग्रहण गर्नको लागि प्रदेश कमिटी सदस्य